Hello, respected parents, guardian, and my dear children. So, आजको टपिक छ एकाडेमिक यानी कि पढाइ अर्ली चाइल्डहुड एजुकेसन कि नानीहरूको सानो स्टेजमा हुँदा हामीले पढाइमा कसरी फोकस गर्नुपर्ने अनि कुन सही तरिका हो। सो आज यो कुरामा डिस्कस गरौँ। जब नानीको जन्म हुन्छ, बर्थ हुन्छ, नानी जब बोल्ने हुन्छ तब के हुन्छ, नानीलाई हामीले के सिकाउँछौँ, आमा बुवा दाजु दिदी। सो सेम लाइक द्याट हामीले नानीलाई सानै हुँदामा यो तीनटा कुरा जुन चाहिँ कुरा म डिस्कस गर्न गइरहेको छु यो तीनटा स्किल्स सिकाउनु जरुरी छ। यसलाई भन्छ फाउन्डेसनल ल्याङ्ग्वेज स्किल्स फर चिल्ड्रेन। तीनटा कुरा, रिडिङ, राइटिङ अनि लिसनिङ स्किल्स। वाइ इट्स म्याटर, यो किन यो कुराहरू म्याटर गर्छ भन्दा जब हामीले नानीले स्कुल जाने बनाउँछौँ, नानीहरू किन गार्डनमा एडमिसन हुन्छ, जुन चाहिँ नानीको बेसिक कुरा छ नि तपाईँको भनौँ भने एबिसिडी 0 1 2, अब नेपाली त कति स्कुलमा हुन्छ हुँदैन, जतिवटा छ नानीहरूको यो सब्जेक्ट, त्यसमा नानीहरूलाई हामीले पर्फेक्ट पारौँ। एबिसिडी हो भने राम्ररी पढौँ, तपाईँको 0 1 2 भने कतिसम्म सिकाएको छ त्यो पनि पर्फेक्ट पारौँ, ताकि नानीलाई नेक्स्ट क्लासमा जाँदाखेरि उसलाई प्रब्लम नहोस्। त्यो नानी अर्को लेभलमा जाँदाखेरि जति नानीको ग्रोथ हुँदै जान्छ नि, अझै नेक्स्ट लेभल हुँदै जान्छ नि क्लास, त्यति नै उसलाई के हुन्छ, उसको सब्जेक्ट बढ्दै जान्छ, इन्क्रिज हुँदै जान्छ। अनि त्यो नानीले जुनियर लेभलकै पढ्नु सकेको छैन, इक्जाम्पल लियो भने मैले एबिसिडी 0 भन्थे, उसले नलेख्नु राम्रो जानेको हुन्छ, नपढ्नु, त्यो नानीलाई एकाडेमिकमा धेरै प्रब्लम हुन्छ। अनि जति ठुलो क्लास हुँदै जान्छ उसलाई बर्डन हुन्छ। त्यही कारणले नानीलाई रिडिङ र राइटिङ एकदमै सिकाउनु जरुरी छ। अनि हामी स्कुलमा मात्र डिपेन्ड नभएर तपाईँको हामी के हुन्छ, घरमा पनि नानीहरूलाई टिचर्सहरूलाई माथि डिपेन्ड नगरेर हामी नानीहरूलाई आफैले घरमा पढाउन सकिन्छ। अब कतिजनाको एजुकेटेड हुन्छ, प्यारेन्ट्स गार्डियन उसले सिकाउँछ, र एटलिस्ट अहिलेको जेनेरेसन तपाईँको एबिसिडी यो 0 1 2 क ख अ आ त पढाउन सक्ने प्यारेन्ट्सहरू प्रायः छ। सो यो कुरा एकदमै नानीलाई बेसिक चाहिँ हामीले सिकाउनु जरुरी छ। अनि लिसनिङ स्किल्स है, भन्छ कि एउटा गुड लिसनर चाहिँ के एउटा गुड ह्याबिट्स हो मान्छेको। सो यो नानीहरूलाई मात्रै इम्प्लिमेन्ट नभएर हामी ठुलोलाई पनि यो कुरा के भने इम्प्लिमेन्ट गर्नु जरुरी छ। नानीहरूको लिसनिङ स्किल्स किन इम्पोर्टेन्ट छ भन्दा जब नानीहरूको रिडिङ राइटिङ राम्रो छ नि, यो लिसनिङ छ भने उसलाई जब ठुलो क्लास पुग्छ नि तब त्यो नानीलाई के हुन्छ, उसको के हुन्छ, क्लासमा पढेर उसले जुन चाहिँ सुनेको कुरा उसले राम्ररी लेख्नु पनि सक्छ। भन्छ कि जो चाहिँ नानी एकदमै स्ट्रङ छ नि, तपाईँको लिसनिङ जसको स्ट्रङ छ नि, दे एब्जर्ब नलेज फास्टर। त्यो नानीले छिट्टो गेन गर्छ, पढाएको पनि उसले बुझ्छ पनि, अनि उसको त्यो दुइटै कुरा हुन्छ, एउटा रिडिङ पनि हुन्छ, राइटिङ छ नि, त्यो नानीको लिसनिङ अभियसली त्यो नानी के हुन्छ, राम्रो पढेर जानु सक्छ। सो एकाडेमीमा एक्सिलेन्ट हुन्छ। अनि पर्सनली वाट आई बिलिभ, मलाई पनि लाग्छ कि हामीले यो अर्ली चाइल्डहुड डेभलपमेन्ट जुन चाहिँ कुरा, यो तीनटा कुरा चाहिँ हामीले फोकस गर्यो भने हाम्रो नानीहरू एकदमै एक्सिलेन्ट हुन्छ है, एकदमै राम्रो नानीले पढेर जान सक्छ, ताकि ठुलो क्लासमा पुग्दा पनि नानीलाई के हुन्छ, पढ्ने ह्याबिट हुन्छ एउटा लेख्ने पनि हुन्छ, एउटा तपाईँको सुन्ने, यो तीनटै कुराले चाहिँ के हुन्छ, नानीको एकदमै एकाडेमीमा प्रोग्रेस भएर जान्छ। सो हामीले सानोमा हुँदा नानीलाई कति कुरा है, गुड ह्याबिट्स है, राम्रो बानीहरू हामीले सानो नानीमै हुँदा सिकाउने हो, ताकि नानीहरूलाई यस्तो नहोस् कि मलाई चाहिँ पढाइतिर लाग्छ स्पेसली कि यो कुरा मैले सानोमा किन पढिनँ, यो कुरा आज मैले सानोमै पढेको, मैले यो ठुलो क्लासमा पुग्दाखेरि एटलिस्ट है मैले मेरो आफ्नो सब्जेक्ट पढ्न सक्थेँ, नानीहरूलाई रिग्रेट नहोस्। त्यही कारण नानीहरूलाई यो तीनटा कुरा चाहिँ एकदमै सिकाउने। सो म एकदम तपाईँलाई रिक्वेस्ट पनि गर्न चाहन्छु कि यो तीनटा कुरा काइन्डली हामी प्यारेन्ट्स गार्डियन भएर ध्यान दिने। अनि आज एउटा कोट भन्नु मन पर्यो, बिकज आइ एम अ कोट लभर। चिल्ड्रेन आर ग्रेट इमिटेटर्स, सो गिभ देम समथिङ ग्रेट टु imitate.
So thank you for watching my videos and listening. See you in next video.